स्वागत छ तपाईँहरू सम्पूर्णलाई हाम्रो पिएससी अनलाइन एक्जामको दैनिक श्रृङ्खला सेट 1 मा आज माघ 1 गतेदेखि सञ्चालन हुने लोकसेवा आयोग नासो तथा खरिदारको सामान्य परीक्षामा कसरी सहभागी हुने, कसरी फर्म भर्ने र कसरी अनलाइन एक्जाम दिने भन्ने कुराहरूलाई समेटेर हामीले आज यो भिडियो ल्याएका छौँ। यस भिडियोमा तपाईँहरूले कसरी परीक्षा दिने, कसरी आफ्नो नाम दर्ता गर्ने र कसरी सबमिट गरेर आफ्नो रिजल्ट हेर्ने भन्ने विषयमा हामीले यो विषय बनाएर ल्याएका छौँ। सर्वप्रथम हेर्नुहोस्, आफ्नो नाम यहाँ के गर्ने, इन्ट्री गर्ने होइन। जस्तै मैले आफ्नो नाम इन्ट्री गरेँ, मिसन एमर्स एकाडेमी। त्यसपछि तपाईँको आफ्नो ठेगाना राख्नुहोस्। ठेगाना राख्दा जहिले पनि फुल फर्मेटमा राख्नुहोला। त्यसपछि तपाईँले सदस्यता लिनुभएको मोबाइल नम्बर राख्नुहोला। जस्तै मैले सदस्यता लिएको नम्बर 9844033361 हो र अन्त्यमा सिम्बल नम्बर राख्न नबिर्सिनु। किनभने जबसम्म तपाईँहरूले सिम्बल नम्बर राख्नु हुँदैन तबसम्म तपाईँ अगाडि बढ्न सक्नुहुन्न। किनभने यो रिक्वायर्ड क्वेसन हो। अब मानौँ तपाईँहरूलाई हामीले सिम्बल नम्बर के गर्छ दिएका छौँ, त्यो सिम्बल नम्बर के गर्ने त यहाँ राख्ने। सबैको छुट्टा छुट्टै आफ्नो सिम्बल नम्बर हुन्छ, आफ्नो सिम्बल नम्बर राख्ने गर्नुहोला। यदि कसैको सेम सिम्बल नम्बर अथवा यही सिम्बल नम्बर राखेको भएमा उहाँको रिजल्ट पब्लिस हुँदैन है। त्यसपछि के गर्ने त, कुनै एउटा एन्सर की चुज गर्ने। यो राख्नुको उद्देश्य के छ त भन्दाखेरि हाम्रो ती परीक्षा दिन जाँदा कतिपय विद्यार्थीहरूले एन्सर की नै छुट्याएर आउँछन् र एन्सर की छुट्यो भने उहाँको नतिजा आउँदैन। त्यही भएर हामीले यहाँ एन्सर कीको पनि व्यवस्था गरिदिएका छौँ। हालाकि हामीले यसलाई म्यान्डेटरी गरेका छैनौँ। यो तपाईँको शिक्षामा भर पर्ने कुरा हो। तपाईँ लेख्नुहुन्छ भने तपाईँलाई यो के हुन्छ, बानी विकास हुन्छ लेख्ने। यदि छोड्नुभयो भने तपाईँले पछि के हुन सक्छ त, गाह्रो हुन सक्छ। त्यही भएर एन्सर के राखेर यहाँ के गर्नु त हामी गरिसकेपछि हामी कहाँ एउटा एमसिक्यू सेक्सन भनेर आउँछ। त्यहाँ लेखिएको छ ट्राई टु एटेम्प्ट अल द क्वेसन्स। अब सबै क्वेसनलाई के गर्नलाई भनिएको छ, एटेम्प्ट गर्नलाई भनिएको छ। अब गर्ने नगर्ने तपाईँमाथि नै निर्भर छ। त्यसपछि यहाँ प्रश्न पढ्ने, नेपालमा बिताउनु मन गर्ने कुन प्रधानमन्त्रीको पालामा भएको हो होइन। अब जुन सही लाग्छ तपाईँलाई, क टङ्क प्रसाद, ख डाक्टर केआई सिंह, ग बिपी कोइराला, घ मातृका प्रसाद। अब जुन सही लाग्यो त्यसमा के गर्ने, टिक्का लगाऊ होइन। यसरी के गर्ने, टिक लगाउँदै जाने होइन। अब टिक लगाउँदै जाँदा के हुन्छ, आफै बढ्दै जान्छ। अब तपाईँहरू भन्नुहुन्छ कि सर माथि क्वेसन तल अप्सन किनभने यो किन राखिएको छ भन्दाखेरि अब परीक्षामा एन्सर की छुट्टै र क्वेसन छुट्टै हुन्छ। कतिपय अवस्थामा हामी के गर्छौँ, लगाउनु पर्ने बीमा लाग्छ एमा नपढिकन होइन हो। त्यही भएर त्यसको बानी विकास र त्यसलाई अलिकति निर्मूल पार्नलाई पहिला हामीले के गर्ने, त्यसलाई पढ्ने। जस्तै भारत, युरोपबाट भारत आउने सामुद्रिक मार्ग पत्ता लगाउने नाविक को थियो, मेडोल्यान्ड, वास्को डी गामा, मजनल। अब यो त पढ्यो हामीले। मानौ हामीले थाहा छ कि यसको उत्तर भास्को डी गामा हो, तर हामी गएर फेरि लगाउनु पर्ने एम टीमा लगाइदियो एमा हो। त्यस्तोको लागि के गरेको छ हामीले, माथि क्वेसन र अप्सन राखेका छौँ अनि तल सही उत्तरको लागि एउटा जुन प्याटर्न हुन्छ पैमार्सिक जस्तो त्यो बनाएर राखेका छौँ। अब यति गर्दै के गर्ने, राख्दै जाने होइन, राख्दै जाने अनि त्यसपछि सबभन्दा तल के छ त, हामीले एउटा अझै कुरा के गरेका छौँ भन्दाखेरि अब हजुरहरूको रिजल्ट नेगेटिभ मार्किङमा हुने भएकोले आजको परीक्षामा तपाईँले कतिवटा प्रश्न टिक नलगाइ छोड्नु भयो, के गर्नु होला त। यहाँ चाहिँ मैले मानौ 10वटाको लगाएँ अनि 40वटालाई छोडिदिएँ होइन। त्यसपछि के गर्ने, सबमिटमा क्लिक गरिसकेपछि
तपाईँको यहाँ एउटा मेसेज आउँछ, यो रेस्पोन्स हेज बिन रेकर्ड। तपाईँको रेस्पोन्स रेकर्ड, तपाईँको एन्सर हामी कहाँ आइसकेको छ। अब तपाईँलाई आफ्नो नम्बर हेर्न मन लाग्यो भने भ्यू स्कोरमा गएर हेर्न सक्छ। अब भ्यू स्कोरमा गएपछि जस्तै मानौँ मैले टोटल पोइन्ट्स कति आए 12 होइन, मैले 6वटाको सही गरेको छु है। अब तपाईँलाई लाग्छ कि मैले के सही गरेँ के गल्ती गरेँ भनेर यहाँबाट मानौँ तपाईँको यदि सही उत्तर छ भने त्यसको केही देखिँदैन, तर गल्ती उत्तर छ भने यहाँ करेक्ट एन्सर भनेर आयो है। यदि तपाईँले सही लगाउनु भएछ भने त्यसको के हुन्छ, आउँदैन। तर गल्ती लगाउनु भएछ भने के हुन्छ तपाईँको यहाँ, जस्तै हेर्नुहोस् यहाँ यसको करेक्ट एन्सर के हो, यसरी के हुन्छ हामीले हेर्न सक्छौँ है त। लस्, धन्यवाद। तपाईँहरूलाई सफलताको शुभकामना। हस्, धन्यवाद।